हेलो तपाईलाई स्वागत छ तपाईहरुलाई च्यानलमा। आज हामी गइरहेको छौं एकदमै भैलीसरी खेलेर कहाँ पिकनिक। हाम्रो एकदमै ठाउँ गइरहेको छौं हामी चिसापानी एन्ड बर्दिया। एकदमै ठाकुर आफ्नो गइरहेको छौं। हाम्रो बस रेडी छ, एकछिन हामी पनि जानेछौँ बच्चाहरुसँगै। आवश्यक सम्पूर्ण सामानहरू बसमा राखिसकेपछि फाइनली हाम्रो यात्रा सुरु भयो बर्दियाको लागि। फाइनली गाइस 2 घण्टाको यात्रापछि फाइनली हामी पिकनिक स्पटमा पुगिसक्यौं। मेरा खुट्टा एकदमै ठीक छ नि। ल यहाँ यो चाहिँ अब खाना बनाउने ठाउँ, घुम्ने ठाउँ फेरि हामी उभिदा बसमा उभिएर आयो त्यो ठिक छ, त्यो अलग कुरा हो। राजा हाम्रो यहाँ छन्, हाम्रा स्पेशल गेस्ट। ड्राइभर। पिकनिक स्पटमा पुग्ने बित्तिकै सुरुमा खायो हामीले चाउचाउ र भुजाको नास्ता, अनि त्यसपछि त्यसको लगत्तै एकदमै खाना पनि रेडी भयो। अनि खाना खान थाले। अब खानाको भिडियो बनाउनु पाएन, त्यो अलग कुरा हो। ल फाइनली गाइस हामीहरुले अब खानासाना पनि खाइसकेका छौं। अब एकछिनपछि हामी बच्चालाई डान्स गराउँछौँ अनि आफू पनि डान्स गरेर फेरि हामी जानेछौँ कर्णाली। सुरुमा चाहिँ हामी ठाकुरद्वार आयौँ, अब त्यसपछि हामी अब डान्स गर्ने तयारीमा छौँ। अनि त्यसपछि जाने हामी कर्णालीतिर। हामी ननाच्छौँ भन्ने बच्चाहरू नाच्छन्, ठिक छ। ल अब हामीले यहाँ डान्स सब सकिसकेका छौं। अब हामी यो ठाउँलाई बिदा भनेर अब जान्छौँ हामी चिसापानी। चिसापानीमा पनि एकदम रमाइलो गर्दै। चिसापानीमा गएर हामीले खाने भनेको तातो पानी नै हो। नाम मात्र चिसापानी हो। अब के छ भने अब एकछिन पछि हामी यहाँबाट यो बसमा बसेर हिँडिहाल्ने हो। अब भेटौँला चिसापानीमा है। ल गाइस फाइनली हाम्रो बस पनि हिँड्न लागिसकेको छ यो ठाकुरद्वारबाट। अब अहिले हाम्रो यात्रा कस्तो छ भने ठाकुरद्वार टु कर्णाली हो। ल एकदमै हाम्रो वेटिङमा छन्। अब हामी बस्नेछौँ, त्यसपछि बस कन्टिन्यू हिँड्ने छ। अंकल पनि हुनुहुन्छ हामीसँग। ल के भन्न चाहनुहुन्छ तपाईँ? कस्तो लागिरहेको? ल ठिक छ, धन्यवाद है। ल गाइजहरु हामीहरुको प्लान के थियो भने हामीहरु त्यहाँबाट खानासाना खाएर जाने थियो हामी चिसापानी। तर ठाकुरद्वार आउनुको मेन कारण के हो? नेशनल पार्क, बर्दिया नेशनल पार्क हेर्नु। त्यसैले हामी अब एकछिनमा बर्दिया नेशनल पार्क भित्र एकदम घुम्छौँ, हेरेर एकदम घुमेर अनि त्यसपछि जानेछौँ हामी चिसापानी। कन्टेन्ट भन्छन् तर कन्टेन्ट नै। अनि हामीले त्यस्तो नै के एउटा कन्टेन्टको दुईटा हुन्छ। एउटा कन्टेन्ट भनेको यो कन्टेन्ट हो, अनि अर्को अर्को हुन्छ कन्टेनर भन्ने हुन्छ। कन्टेनर यी हाम्रा मिज्जु हाम्रो आएन नि फेरि तपाईको। हामी सुरुमा उएर इनेसँग बोल्दियो हेलो भद्द नमस्ते राम राम प्लिज से हाई टू आवर व्यूअर। धन्यवाद। गुड नाइट। ल फाइनली फोटो सुट पनि भइसक्यो हाम्रो। अब हामीले बर्दिया नेशनल पार्कमा के देख्यौँ भन्दाखेरि सुरुमा देख्यौँ गैडा, हात्ती, बाघ, गोही, कछुवा अनि यो बाँदर। रोशन भाई तिमी हो न, यो बाँदर र तिमीमा के फरक छ? त्यो बाँदर खराब हो जाएगा, मैं मार अम्मा बहन पे आ जाऊंगा मैं। हो त्यही तपाईले बुझ्नु होला। जे भए पनि त्यही बाँदर पनि हामी भन्दा राम्रा छन् के सिधा कुरा। एउटा बाँदर मलाई यस्तो ह्यान्डसम देख्यो हैन, हामी दुईजनालाई फेल 3-4 जना केटीहरुको पछाडी थियो। बाँदर पनि क्युट पुरा क्युट पनि फेल होपलेस हामी त होपलेस। खेमबाई पनि खेमबाई त कुकुरले पनि फेल गरिन्छ। अब अरुको बिरालो दियो। तर आज खुसीको कुरा के छ भने बाघ देख्यौं। द्याट्स इट। ओके
ठिक छ बाघ देख्यौँ बाघ पनि सुतिरहेको बाइक पनि सुतिरहेको अवस्थामा देख्यौँ बाइक नै बाघ अब फाइनली हामीलाई एकदम धन्यवाद दिनुभएको छ स्पेसल थ्याङ्क्स टु आवर बर्दिया नेसनल पार्क्स म्यानेजर माथि 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 देखाइसके अब हामी यो गेटबाट फाइनली आउट भइसक्यौँ मेरो खुट्टा पनि निस्क्यो बाहिर ओ अर्को बाघ अब रियल बाघ नदेख्यो भने हामीले यो डमीलाई देख्यो भने खुसी छौँ डन्ट टच इट अनि अर्को कुरा हामीले त्यहाँ बाँदरलाई टच गर्न नपाए पनि यहाँ हामी बाँदरलाई टच गर्न सक्छौँ ओ फिल लिन सक्छौँ ठिक छ अनि कुकुरलाई कुकुर त टच गरिहाल्छ कुकुर त टच अब जे गर्दा रमाइलो भयो टच गर्न पाएन भने हामीले यस्तरी मलाई गैडा नबनाइदियो ओ सेट हट द फक के बोल्दै सरी सरी यो मुखमा आउने चिज एडिटर प्लिज म्युट एडिटर प्लिज साइलेन्ट सेन्सर दिस वर्ड कट गरौँ र ठिक छ हैन कति सफा पानी चोरिसकेको छु मलाई एकदमै गाली गरिरहेका छन् त्यहाँ ए अनि म चाहिँ खाने छु आज एउटा थियो एउटा जो एउटा भाइको दोस्ती हुन्छ एउटा भाइको नाता हुन्छ आज तोडेको छ मैले आइसक्रिममा न भाइ न बेहेन बहिनी म एक्लै आएँ एक्लै जान्छु ठिक छ तर दुईटा स्पुन हालेको छैन तर एउटा कालो हुनुपर्ने एउटा दुई यहाँ फेरि पनि रङ बाई हेपाइ भयो ठिक छ धन्यवाद है गाइस हैन अबको यात्रा भने हाम्रो बर्दिया टु चिसापानी यानि कि कर्णाली आइसक्रिम खाँदै गाडी कि छिटो चलाउनु कि मलाई चढाउन दिनु है सिधा कुरा हामीले जे भन्यो त्यही गर्यौँ कि हामीले बर्दिया र चिसापानी घुम्छौँ भनेका थियौँ घुमिने राति भयो भने घुमिरहेछौँ कि घुम्यौँ अँध्यारो छ अहिले जे बोल्यो त्यही हुन्छ हाम्रो यो बस राति भयो भने ल ल गाइज हाम्रो एकदमै भाइरल म्याम ल है ल ठिक छ जे भयो नि हामीले घुम्यौँ ठिक छ रमाइलो छ नाइट डे भन्दा मलाई नाइटमा मन पर्यो ठिक छ यति भन्दै म बिदा हुन चाहन्छु कर्णालीमा केही बेर घुमिसकेपछि हामी फाइनल्ली बसमा बसेर फेरि एकदमै नाच्दै एकदमै रमाइलो गर्दै यो छ कि अब नाचेको भिडियो धेरै बनाउन पाएन त्यो अलग कुरा हो त्यो पनि एकदमै रमाइलो भएर फाइनल्ली हामी आफ्नो ठाउँ मसुरियामा पुगिसक्यौँ फाइनली हामी पुगिसकेका छौँ घुमेर एकदम चिसापानी र बर्दिया घुमेर फाइनली हामी चिसापानीमा पुगिसक्यौँ होइन एकदम हामी अब उत्रिँदैछौँ अब एकदमै रमाइलो भयो ल तपाईँलाई अब यति नै भन्दै अर्को भिडियोमा भेट्नेछौँ अहिलेको लागि टाटा बाई बाई सी यू अगेन एन्ड धन्यवाद आई लभ यु